सरसफाई गर्ने काम हिजोबाट सुरु भयो हैन? अस्तिबाट सुरु भयो। आज सम्पन्न हुन्छ नि? आज नमस्कार। अहिले म गोर्खाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा आइपुगेको छु। मैले 105 दिन अगाडि 15 हप्ता अगाडि चाहिँ यो झोलुङ्गे पुलको बिग्रिएको अवस्था, जीर्ण बनेको अवस्था सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सामग्रीहरू पोस्ट गरेको थिएँ। यही विषयलाई लिएर यो पुल जीर्ण बन्यो भन्ने जानकारीको लागि हामीले इच्छाकामना गाउँपालिकाको 3 नम्बरको वडा कार्यालय सँगसँगै गाउँपालिकाको कार्यालयमा पनि हामीले पत्राचार गऱ्यौँ। सम्भवतः त्यो हाम्रो पत्राचारको सुनुवाई हुँदैछ। अहिलेसम्म कुनै पनि खालको प्रतिक्रिया हामीले पाएका छैनौँ र सँगसँगै गण्डकी गाउँपालिकाको वडा नम्बर 1 को कार्यालयबाट यो पुल सरसफाई गर्दाखेरि लाग्ने खर्च, आर्थिक खर्च चाहिँ वडा कार्यालयबाट उपलब्ध गराउने भन्ने भइसकेपछि चाहिँ यहाँनिर यसरी पुलको सरसफाई भइराखेको छ। यो पुलको सरसफाई गरिसकेपछि अझै यसलाई मर्मत गर्नुपर्ने पनि देखिन्छ। यो जालीहरू पुरै च्यातिएको छ, जालीहरू पुरै जीर्ण बनेको अवस्था छ। दिनौँ जस्तो सयौं पैदल यात्रीहरू, विद्यार्थीहरू, पर्यटकहरू, स्थानीय बाह्य मानिसहरूको आवत जावत हुने यो पुल अत्यन्तै महत्त्वपूर्ण पनि रहेको छ। 2 दशकभन्दा अगाडिदेखि 2वटा पालिका मात्रै नभएर 2वटा जिल्लालाई जोड्ने यो पुल भनेको एउटा लाइफ लाइन पनि हो, अत्यन्तै महत्त्वपूर्ण छ। हिजो वारिपारी गर्नको लागि कुनै पनि माध्यम नहुँदाखेरि यो पुलबाट कृषिजन्य उत्पादनदेखि लिएर किराना सामानदेखि लिएर विभिन्न प्रयोजनको लागि अत्यन्तै महत्त्वपूर्ण पुल रहेको छ। यहाँनिर अहिले त बुङ्गुर हटाइएको जस्तो लाग्छ। अव्यवस्थित तरिकाबाट बुङ्गुर पालन गरिएको थियो र त्यो बुङ्गुरको जुन अव्यवस्थित पालनाको गरिएको कारणले गर्दाखेरि ढुङ्गाहरू, माटोहरू खन्ने, भत्काउने र त्यो ढुङ्गा माटो चाहिँ सिधै यो पुलको जालीमा, पुलको वरपर थुप्रिएर बसिसकेपछि अत्यन्तै पुलको अवस्था कमजोर बनिसकेको थियो। अहिले सरसफाइको काम भइरहेछ, तपाईँ देख्न सक्नुहुन्छ। यो सरसफाई भइसकेपछि, माटो फालिसकेपछि यो तारलाई चाहिँ के गर्न सकिन्छ? तपाईँलाई केही आइडिया छ? आइडिया चाहिँ अर्को तार किन्नुपर्छ। तपाईँ आफै गर्न सक्नुहुन्छ? यसलाई तार किनेर चाहिँ यो जाली पुरै बुन्न पर्यो हैन? हजुर, यहाँबाट जाली बुन्न पर्यो तल बुन्न र अब उपरान्त यो बुङ्गुर पालन गरेर चाहिँ बुङ्गुरकै कारणले गर्दाखेरि पुलको अवस्था यस्तो कमजोर बनेको थियो। यो अवस्थामा पुल आएको थियो। अब उपरान्त फेरि पनि बुङ्गुर पाल्ने तर व्यवस्थित नगर्ने, यो हाम्रो सार्वजनिक सम्पत्ति हो, यो पब्लिक प्रपर्टी हो, यो सबैलाई चाहिने सम्पत्ति हो र यो सम्पत्तिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै पनि हानि नोक्सानी हुने, यसको संरचनालाई भत्काउने, जीर्ण बनाउने काम आगामी दिनमा भयो भने